यस्तै छ यस्तै छ कति यस्तै छ मान्छे बस्ने रहेछ यहाँ त यस्तै छ तल्लोपट्टि हामीले प्लास्टर गरेछौँ यस्तै छ है साथीहरू यस्तै छ कुरा गर्दा हेर्नुभयो है साथीहरू के गर्ने साथीहरू सबैले मलाई यो चस्मा लगाएको भन्नुहुन्छ नि साथीहरू तर यो चस्मा लगाएको कारण एउटा टाइप बाध्यता छ अब के भनेर मैले है साथीहरू भन्नु चाहिएन है भन्यो भने म हेरेको छु त्यही भएर म भन्दैन त्यस्तै हो के गर्ने चस्मा लाउने लगाउँदा चाहिँ होइन एउटा बाध्यता छ कि के छ है त्यो यस्तै छ हाम्रो घर बनाएको यस्तै सबै भयो साथीहरू यस्तै छ कति राम्रो बनाएको हाम्रो घर है कति राम्रो भयो सोना सोना मसला मसला बनाएर यहाँ बस्छु छ मौसम आजको यस्तै छ मौसम यस्तै छ साथीहरू मौसम पोखराको मौसम मसला फिटेर टोकोमा हालिदिन्छ है साथी मिलाउँछौँ त्यसपछि लग्छौँ प्लास्टर खान्छ फेरि मसला हाल्नु है ल भाइ फेरि मसला हाल्नु है भयो आयो भाइले बोकेर लगेर छ साथी
यो तल्लोपट्टि हानिसकेको छ साथीहरू। उता हानिरहेको छन् अरूले साथीहरू हेर्नुहोस् यत्रो ठुलो हानेको प्लास्टर साथीहरू। हाम्रो घर चाहिँ बनाइसकेछ साथीहरू। हामी यत्रो घर बनाएर सकेछौँ साथीहरू। बाहिर प्लास्टर गरेको पनि साथीहरू यस्तै छ भित्र हेर्नुहोस् है। यस्तै छ बाहिर त्यति यस्तै छ। यो चाहिँ ढोका भयो। झ्याल भयो हेऱ्यो है यतापट्टि झ्याल भयो। मैले धेरै महिना गरेको छौँ काम मैले। यहाँ पनि यस्तै छ है साथीहरू। यस्तो कति राम्रो घर बनाएको हाम्रो दिदीहरूले। यहाँ पनि यस्तै बनाएको छ बनाउनु भएको छ मेरो दिदीहरूले। हेर्ने छौँ माथि गएर मौसम कस्तो छ आज। पोखराको मौसम हेर्नु होला है मेरो साथीहरू। आज चाहिँ म काम गरिरहेको साथीहरू। पोखरा बजारमा बसेर काम गर्ने हो साथीहरू। के गर्ने काम नगरेसम्म पुग्दैन। आज मौसम यस्तै छ पोखराको। यो घर लास्ट हुला छ आज। तल कम्पाउन्ड मात्र प्लास्टर गरेछौँ साथीहरू। हेर्न हुनेछ मेरो साथीहरू यतिको भइरहेछ। यो चाहिँ पोखरा बजार है साथीहरू। पोखरा बजार